आज बस कस्तो लेट भएको जहिले यही टाइममा आउँथ्यो त आज कोही भिआइपी आउँदैछ भन्दै थियो त्यसैले गाडीहरू रोकेको होला हजुरलाई कसो थाहा भयो नि म गाउँमा गयो हो अनि मेरो साथीहरूले कुरा गरेको सुन्न चाहिँ यति सबै एकजनाको लागि मात्र है अनि हामीहरू जस्तो आम जनता चाहिँ कुरेर बस्नुपर्ने कहिलेकाहीँ त लाग्छ मलाई हाम्रो देशको कुनै भविष्य नै छैन किन नि त्यस्तो अब हेर्नुहोस् न सबै कुरा यसरी नै चलिरहेको हुन्छ कोही ठुलो मान्छेलाई केही चाहिन्छ अनि हामी जस्तोले त्यो कुराको लागि आफ्नो समय पैसा र पर्खाइ त्याग गर्नुपर्छ मेरो विचारमा यो सबैको जरा भनेको भ्रष्टाचार हो मान्छेहरू यति तम्सिन्छन् कि घुस खान किनकि यिनीहरूलाई थाहा छ कि यिनीहरूलाई कसैले समात्न सक्दैन यो घुस दिने बिमारी फेरि यति छिटो र सुनसान तरिकाले फैलिन्छ कि सुरुमा त थाहा नै हुन्न अनि जुन दिन थाहा हुन्छ त्यो दिन बाटो नै बिग्रिसकेको हुन्छ किनभने पैसा त अरू कसैको गोजीमा गइसक्यो जागिर पनि योग्य मान्छेले भन्दा कनेक्सन भएको मान्छेले पाउँछ अनि कसैले पनि यसमा सवाल उठाउँदैन किनभने सबैलाई यो कुरा स्वीकारेर अगाडि बढ्नु नै सजिलो हुन्छ अब त झन् कसैलाई फरक नै पर्दैन जस्तो छ सबैले जति सक्छन् लिन्छन् सजिलो हुँदा ठग्छन् अनि ठिकै त हो नि भनेर बहाना गर्छन् अहिले त जो पनि करप्ट भइसक्यो सबै होइन केही मान्छेहरू अझै पनि करप्ट छैन किनकि उनीहरूले यस्तो हुन दिन चाहन्न किन त्यसले केही फरक पर्छ र पर्छ किनभने जब तिम्रो हातमा पैसा लिने मौका आउँछ तर तिमी लिँदैनौ तब मात्र केही कुरा जसरी हुनुपर्ने हो त्यसरी नै हुन्छ सानो कुरा नै सही कसैको फर्म सही ठाउँमा सही समयमा साइन हुन्छ कसैलाई भोलि लाइन बस्नु पर्दैन यसले ठुलो कुरा त हुँदैन तर तिमीलाई यति थाहा हुन्छ कि तिमीले गर्दा कसैको जिन्दगी रोकिएन हातमा पैसा नआए पनि मनमा चाहिँ आफू सही बाटोमा हिँड्दैछु भन्ने भावना चाहिँ आउँछ त्यसैले होला होइन त तपाईँ यतिको सान देख्नु भएको सही बाटोमा हिँडिराख्नु भएकोमा धन्यवाद दाइ राजेश हजुर मलाई लागेको थिएन तिमीलाई म यहाँ भेट्छु भनेर आज बरु म उता बसिरहेको थिएँ उता बस्नु जाने हो होइन यति ठिक छ यति मैले पनि कसलाई सोधिरहेको थाहा छ अहिले त मा धेरै जस्तोले सर भन्ने गरेको नि आफूभन्दा जेठोले शुद्ध मा सर भन्छन् आजकल अब भिआइपी भएको स्थिति त हुनु परिहाल्यो नि हो अब त अहिले मेरो कामहरू पनि छिटै हुन्छन् आफ्नो लागि राम्रो घर बनाएँ एउटा राम्रो प्रपर्टी लिएँ कनेक्सन पनि धेरै भयो अहिले त मेरो कामहरू सब स्पिडमा भयो मलाई अझै नि याद छ तिमीले मलाई भनेको थियौ यो स्पिडको मूल्य चाहिँ कसै न कसैले चुकाउनै पर्छ भनेर मैले नि त्यस्तो भनेको थिएँ तर त्यति बेला मैले सुनिनँ मेरो हातमा पैसा लिने मौकाहरू धेरै आयो राजेश अनि मैले लिएँ पनि मलाई लागिरहेको थियो मैले प्रगति गरिरहेको थिएँ तर यो सर भन्ने शब्दले मेरो निन्द्रा हराउँछ भन्ने मलाई थाहा थिएन के भन्न खोजिआएर हरेक राति डर लाग्छ किनभने अहिलेको यो युवाहरूले सबको पोल खोलिरहेको छन् अनि मलाई डर छ म नि त्यसमा छिटै पर्न सक्छु भनेर अनि मलाई मेरो पैसाको पर्वाह होइन मलाई मेरो छोराछोरीहरूलाई के भन्ने तिनीहरूलाई त्यो सर भन्ने मान्छेको भित्र एउटा ठग लुकेको छ भन्ने थाहा भयो भने उनीहरूको नजरमा म के हुन्छु होला कहिलेकाहीँ म त्यो दिनको बारेमा सोध्छु के हुन्थ्यो होला यदि मैले पनि तिमी जसरी नै घुस लिन इन्कार गरिदिएको भए अब त मैले यो बाटो पनि छोड्न सक्दिनँ होला बट आई हेभ अलरेडी मेड अप माई माइन्ड अब जे हुन्छ आई विल डिल विथ इट बट तिमी चाहिँ राम्रो बाटोमा हिँडिरहेछौ यार